दर्शकबिन नमस्कार। अहिले देशमा यतिसम्म आन्दोलन भएको छ, यतिसम्म मान्छे पीडामा छन्, यतिसम्म जनताहरू पीडामा छन्। यो चाहिँ सरकारले चिनेन क्या। किनभनेदेखि नि अहिले भनेको मान्छे मार्नु नै अपराध होइन क्या। अहिले भनेको यो जनताले यति काम होला, कति बिजनेस होला, कतिको जागिर होला, सबै काम छोडेर यो कुलमान विरुद्ध अहिले चाहिँ हामी यो सबै जनताहरू चाहिँ रोडमा आउनु पर्ने बाध्यता छ। यति कराउनु पर्ने छ, यति पुलिस प्रशासनको चाहिँ लाठी खानु परेको छ, एकातिर पानीको फोरा खानु परेको छ, यति दुःख छ। यो भनेको सरासर सरकारको गलत एकदम अपराध हो। यहाँभन्दा ठुलो अपराध केही पनि हुँदैन। यति अपराध गरेको छ। यति अपराध चाहिँ अहिले व्यक्तिबाट भइदिएको भए यति मात्रै भइदा भए यो केपी ओलीको सरकारले अत्याचार यतिसम्म हदैसम्म चाहिँ कारबाही गर्ने थियो। तर यो अपराध गरेको बापत चाहिँ यो केपी ओलीले चाहिँ केपी ओली र केपी ओलीसँग सम्बन्धित क्याबिनेटको बैठक गर्नेमा चाहिँ पास गराउने सम्बन्धित नेताहरू भनौँ न, नेताहरूलेदेखि लिएर मन्त्री यिनीहरूले सबैले चाहिँ यति कारबाही हुनुपर्ने हो। यो कारबाही चाहिँ हदैसम्म कारबाही हुनुपर्ने यिनीहरूलाई चाहिँ हो क्या। यो केपी ओलीको सरकारलाई, केपी ओलीलाई र यस्ता यिनीहरूलाई चाहिँ कारबाही हुनुपर्ने हो। तर कारबाही नभएर जनतालाई कारबाही हुन्छ क्या। यसमा यो एकदम उल्टो छ, यो एकदम निन्दनीय छ। यो चाहिँ यसको चाहिँ जनताहरूले के भन्नुहुन्छ आफ्नो चाहिँ तर्कमा चाहिँ कमेन्टमा चाहिँ आफ्नो तर्क राख्नु होला।